70 वर्ष भयो मेरो आँखाले त्यस्तो गृहमन्त्री त्यो बिरामी भाटा आएको देखाएको छैन। ऊ आएर पनि उनले जस पाएन। पीडा र मायाले रोको हो। अरूलाई चाहेछ राज्य लुट्नु परेछ, कसैलाई खुट्टो तान्नु परेछ काम गर्न नदिनलाई, यो देश बिगार्नलाई। नत्र सुजन गुरुङलाई म जिन्दगी 70 वर्ष उमेर भयो कुनै गृहमन्त्री आएर त्यस्तो चाहिँ नि रातभरि आएर चाहिँ नि रोएर बस्ने गृहमन्त्री मैले कुनै पनि देखेन क्या। धेरै मात्रामा सिमालिन सरकार मुर्दाबादका नाराहरू जताततै पनि सुनिन लागे, आन्दोलन पनि चलिरहेको छ। के लाग्छ तपाईँलाई चाहिँ सरकार दोषी हो कि या त के गर्नु? सरकारले गरिरहेछ, गर्न दिएन, नदिनलाई खुट्टा तान्नलाई यो गरेको। बालिनले नै अहिले राम्रै गरिरहेछ। सुजन गुरुङले त बिरामी भाटा अहिले 70 वर्ष उमेर भई सुजन गुरुङ रातभरि बस्या 7:30 बजे गएको छ त्यो हस्पिटलबाट। नबाच्ने स्थिति भएपछि ऊ रुँदै गयो बिचरा। सँगै हुनुहुन्थ्यो त्यो दिन? रातभरिसँग 1 बजे गएर यहाँ औषध लिदिया उधारो दिएन छ, औषध लिदिया कार्य छ, उनीहरूले पैसा राज्यले तिरिसक्यो, मलाई तिर्नु परेन। अब त्यो 200 कति थियो पठाउले लियो भन्यो, 80 रुपियाँ दाम भने मलाई निन्द्रा लागेन। म राति हुँदा उठेर गएर औषधि उधारो लिदियो, त्यो उहाँहरूले तिर्यो, बिल मसँग छ। यो सरकारका गृहमन्त्री चाहिँ गणेश नेपालीको जुन उपचार सिलसिलामा चाहिँ रातभरि हुनुहुन्थ्यो। मेरो 70 वर्ष भयो मेरो आँखाले त्यस्तो गृहमन्त्री त्यो बिरामी भाटा आएको देखाएको छैन। ऊ आएर पनि उनले जस पाएन। त्यो चाहिँ ज्ञानेन्द्र साई भन्ने मान्छे को कहाँ मलाई भेटोस् एकचोटि, म गर्छु उसँग छलफल। त्यो ज्ञानेन्द्र साईले त्यसरी गाली गर्नुपर्ने छैन, किन उसले त गर्न खोजे गरे हो। त्यो दिन रातभरि हामी सुतेका छैनौँ। म भोलिपल्ट 6 बजे ऊ 7:30 बजे हिँड्यो, म बेलुका आएँ त्यो लास्ट टिचिङ हस्पिटल पठाएर। गरिबले लाइक गरेको थियो, त्यो गरेको सुजन गुरुङलाई जस नदिन र धेरै भट्ट्याउनु त भएन नि, पाप बोल्न त भएन नि। कतिले त स्टन गर्यो भनेर संसद भवनभित्रै पनि आरोप लगाइरहेछन् बुवा। त्यो खुट्टा तानेका सबैलाई राज्य चाहिएका, काम गर्न सक्दैनन्, काम गर्नेलाई काम गर्न दिँदैन। अहिले यो काम चाहिँ सुजन गुरुङले एकदम ओके मान्छु म चाहिँ। यसमा चाहिँ यस्तो गृहमन्त्री तपाईँले देख्नु भएको थिएन? 70 वर्ष भयो देखाएको छैन। उसको र मेरो हात मिलाएर 3 बजेर 10 मिनट जाँदा चिया खाएँ त्यहीँ। त्यो चियाको भएर बिहान 7:30 बजे ऊ गयो। अब डाक्टरले आसपास मारेपछि सक्दैन हुँदैन भनेपछि उसले छोड्यो। सरकारले जे सम्भव हुन्छ सम्भव भए जति गर्छु भनेको थियो। राज्यले गर्छु भने मैले उधार लिँदै औषध पनि पैसा राज्यले तिर्यो, मैले तिर्नु परेन। जस राज्यले जति गर्नुपर्ने थियो एउटा नागरिकको लागि गरे हो। यो यसमा चाहिँ गरे हो। सरकारलाई दोष दिइरहन्छ यो घटना हुनुमा। त्यो खुट्टा तान्ने गरिब गुरुवालाई बिगार्ने, ठुल्ठुलो खाने, मोज गर्ने, नत्र गर्नेलाई गर्न दिनु पऱ्यो नि। बालिनले पनि गर्न खोजेको छ। सुजन गुरुङ गृहमन्त्रीले त त्यति गरे मलाई जिन्दगीमा थाहै छैन, त्यति गरेको छ। गर्दा नि ऊ नबाच्ने भएपछि 7:15 बजे ऊ विदेश हस्पिटल हिँड्यो। रातभरि त्यहाँ सिटमा निदा आयो बिचरा। ऊ त जहाँ पनि सुत्न पाउँथ्यो नि। एउटा मायाले बसियालाई रिसले बसिया यस्तो गर्ने उस्तो गर्ने भने सबैले भाँड दियो। त्यो कुरा म कहिले पनि सुन्दिनँ। ज्ञानेन्द्र साई भनेको के मान्छे कस्तो मान्छे भन्ने मलाई थाहा छ। मैले माननीयज्यूहरूले नि आरोप लगाउनु भयो एमाले काङ्ग्रेसका भनेर। उनीहरूले राज्य चाहियो, कसलाई चाहियो? सबैलाई राज्य लुट्नु परेको छ, सबैलाई चाहिँ ठुलो मान्छे हुनु परेको छ। एमाले गाली गर्नुपर्ने अब ठुलो मान्छे हुनलाई अब जसले गाली गर्यो। यो अस्तिको बेला यो काम चाहिँ एकदम 100मा 100 ठिक छ कि म ठिक छ भने। गृहमन्त्रीज्यू सुजन गुरुङ चाहिँ 11 बजे राति, 11 बजेदेखि बिहान 7 बजेसम्म। 11 बजे आएर 1 बजे एयरपोर्ट गएर गाडी त्यो प्लेनको व्यवस्था सबै गरेर अनि फेरि डाक्टरसँग मिटिङ बसेर अब हुन्न त भनेपछि अनिखेर 7:15 बजे म छुट्टिएर ल बाउ भनेर उता गयो सुजन गुरुङ, म यता आएँ। ऊ गृहमन्त्री भएपछि त्यो दिन मैले 3 बजेर 10 मिनट जाँदा हात मिलाएको छु उसँग। उसले ध्यानले फ्यासम्म यसलाई बचाउँछु भनेर उसले कोसिस गरे पनि हो। यो राज्यले बेहोर्छु भने उसैले हो। हामीले चाहिँ दुखी गरिब मऱ्यो बाँच्छ कि भनेर गएर 1 बजे नि गएर म बुढो मान्छेले औषधि उधारो दिएन, उसलाई चिनेको थिएन। ल पैसा म दिन्छु भने मेरो नम्बर आएर बिल यहीँ छ तिर्दिएँ। अनि त्यो पनि राज्यले तिर्यो, मैले तिर्न लागेन भनेर। जसरी संसदमा उहाँ बोल्दा बोल्दै भकानिनु भयो, रुनु भयो होइन, त्यो भित्र एउटा पीडा नै हो। पीडा र मायाले रोको हो। अरूलाई चाहेछ राज्य लुट्नु परेछ, कसैलाई खुट्टो तान्नु परेछ काम गर्न नदिनलाई, यो देश बिगार्नलाई। नत्र सुजन गुरुङलाई म जिन्दगी 70 वर्ष उमेर भयो कुनै गृहमन्त्री आएर त्यस्तो चाहिँ नि रातभरि आएर चाहिँ रोएर बस्ने गृहमन्त्री मैले कुनै पनि देखेन क्या।